हेलो सबैमा नमस्कार। म चाहिँ आज फेरि दक्षिण कोरियामा रहेको पुरानो खोर जसमा काठको धुलो हालेर अथवा काठको धुलोमा यिनीहरूको वासस्थान गराई हुर्काउने स्थानमा हुर्किरहेका बङ्गुरका पाठाहरूका बारेमा केही भन्दैछु। यी पाठाहरू चाहिँ जन्मेका मितिदेखि आजसम्म चाहिँ झन्डै 90 देखि 95 दिन बिचका पाठाहरू हुन्, जसको तौल राम्रो हुर्किएको 70 केजी र मध्यमको 55 देखि 60 केजीसम्मका पाठाहरू छन्। यसरी एउटै ठुलो हलमा करिब 360-370 सुरुमा हालिन्छ। त्यसपछि बेच्ने बेलासम्म 10-15वटाको सङ्ख्यामा मरेर जान्छ र 350 देखि 360 को बिचको सङ्ख्याहरू मार्केटसम्म पुग्ने गर्छ। यिनीहरूको बत्ती पानी यसपछि यिनीहरूले खाने दानाहरू राम्रोसँग उपलब्ध गराइदिएको कारणले यिनीहरूको बेच्ने मितिसम्ममा झन्डै जाडो दिनमा 115 देखि 120 केजीसम्मको तौल हुन आउँछ। यही बङ्गुर फेरि यसरी हुर्किँदा पनि गर्मीमा अलि तौल कम आउँछ, चारो राम्रोसँग नखाइदिनाले। यिनीहरूलाई बेच्ने मिति जन्मेको मितिदेखि बेच्ने दिनसम्मलाई 180 दिनको टार्गेट गरिएको छ, जसलाई महिनामा बेच्ने भनेर तय गरिएको हुन्छ। जसमा राम्रोसँग हुर्किएका कतिपय 170 दिनमै पनि बेच्ने गरिन्छ भने कुनै 180, 190, 200 दिनसम्म पनि हुर्काइन्छ गर्मी दिनमा, त्यति छिटो नबढ्नाले। आजभोलि जाडोमा चाहिँ चारो राम्रोसँग खाइदिनाले 170-175, ढिलोमा 180 दिनसम्ममा मार्केटसम्म पुर्याइन्छ। यस्तो छ। यो सबै काठको धुलो हालेर हुर्काइयो। बिस्तारै यिनीहरू यसमै खेल्दै कुद्दै जाँदै गर्दाखेरि यिनीहरूले नै पिसाब गर्दै गर्दाखेरि बिस्तारै यिनीहरू बेच्ने बेलासम्म यहाँ थोपा भने काठको धुलोको कलर चाहिँ हजुरहरूले यो अहिले जुन हल्का काठको धुलो जस्तो देखिएको छ, यो चाहिँ पछि सबै गुमुदमा परिणत भएर त्यहाँ कुनामा देखेको जस्तो कालो एकदम मलमा परिणत भइसकेको हुन्छ। यस्तैको राम्रो साउको कम्पनीमा झन्डै 7वटा यस्तो काठको धुलोबाट हुर्काइने खोरहरूमा बङ्गुरका पाठाहरू हुर्काइरहेका छौँ हामीहरूले। साउको लगानी एकचोटि, त्यसपछि आम्दानी 1000 चोटि। यस्तै छ हजुर, परदेशको जिन्दगी बिताइराखेका छौँ। अब साउदी अरबतिर जाने दाजुभाइले भेडा चराउने भन्ने पहिला प्रख्यात थियो। अब अहिले हामी फार्म हाउसतिर आएर दक्षिण कोरियामा चाहिँ यसरी बङ्गुर चराइराखेका छौँ। भर्खर प्रयास गर्दैछु केही कुराहरू जानकारी गराउने र आफ्नो सामाजिक सञ्जालतिर आबद्ध हुने प्रयास जारी नै छ। कसैले मैले बोलेका कुराहरू मन पराइदिनु भयो र मैले यो अहिलेसम्म पुर्याएका यो भिडियो मन पराउनु भएको खण्डमा लाइक, कमेन्ट र सब्सक्राइब गरेर साथ सहयोग दिनुहोला।
हवस् त फेरि अर्को कुनै दिन मौका परेको बेला यसरी नै भिडियो बनाई हजुरहरू सामु आउने बाचासहित छुट्टिन चाहन्छु। हवस् त, नमस्कार।